मान्छे जापान गएको नि यति धेरै भइसक्यो। केही गर्नु यसलाई कसरी सम्झाउनु, एकछिन फोन गर्नु पर्यो। हेलो, यता सुन त, हिजो राति फोन किन नउठाएको मेरो? ए बाबा, हिजो राति काम गरेर थाकेको थिएँ नि म। काम रे? राति 12 बजेसम्म त इन्स्टामा फेसबुकमा अनलाइन देखाइरहेको थियो त। ए त्यो इन्स्टाग्राम आफै अनलाइन भएको होला नि त्यो त। ए हो र? अनि जापानिज केटोको स्टोरीमा चाहिँ कसले रिएक्ट गरेको? कसले गरेको? ए त्यो चाहिँ गल्तीले औँला चिप्लिएको होला हो। हो न, एकपटक तिम्रो औँला चिप्लिन्छ है। मलाई कल गर्दाखेरि भने तिम्रो नेट चिप्लिन्छ होइन? हेर न, जापानको नेटवर्क नै यस्तै छ। जापानको नेट होइन, तिम्रो नियत खराब हो, नियत। ओके ठिक छ बाबा, ठिक छ। अबदेखि चाहिँ म कसैको स्टोरी लाइक गर्दैन। के मेरो स्टोरी पनि लाइक गर्दैनौ? तिम्रो स्टोरी त हरेक दिन लाइक गर्छु नि म। ल ल, आजलाई माफ गरिदिएँ मैले। साँच्चै हो र? हो, माफ गरिदिएँ। तर भोलि मलाई 5000 रुपियाँ पठाइदिनु नि। हेलो हेलो, फेरि नेटवर्क गयो हो। ए प्रदीप, धामी विचार गर त। काला फुटाउला दिएर म